टाइम मिनी ब्लग। आज चाहिँ सन्डे हो, म चाहिँ सबै कामहरू सकेर अब एकछिन भाइलाई घरमा बस्नु भनेर चाहिँ म एकछिन मेरो अफिस दिदी आउनु हुँदैछ। उहाँ चाहिँ रिटायरमेन्ट भइसक्नुभयो। उहाँसँग भेट्नुको लागि धेरै दिन भयो, भेट भएको छैन। आज भेट्नको लागि एकछिन घुम्नु जानु आँटेको। बाई, भरे भेटौँ। हेलो, दिदीसँग पहिला भेट भयो और दिदीसँग भेट भयो। अब दिदी र म चाहिँ गएको, भरे थाहा हुन्छ हामी कहाँ गएको भनेर। दिदीसँग धेरै दिन पछाडि भेट भयो। बाई। हेलो गाइस, तपाईँहरूले देख्नुभयो होला म आज कहाँ आएको छु भनेर। यो जग्गा नचिन्ने त कोही छैन होला, कलकत्ताको फेमस जग्गा हो यो। आज म चाहिँ दिदी र म चाहिँ भिक्टोरिया मेमोरियल आएको छु। मैले सोचेँ कि फर्स्टपल्ट कहीँ आउटिङ गएर तपाईँहरूलाई देखाउनुको लागि चाहिँ यही जग्गा एकदमै बेस्ट हुन्छ भनेर। कोही पनि कलकत्ता आउनुहुन्छ तर यहाँ त सबैजना जानु नै हुन्छ। हेर्नुहोस् त यहाँको भ्यूहरू कति राम्रो छ, मलाई त एकदमै मनपर्छ। म त कलकत्ता बसेर पनि यहाँनिर कतिपल्ट आइसकेँ, किनभने सबसे बेस्ट मलाई यही जग्गा लाग्छ। गाइज यो चाहिँ ब्याकपट्टिको भ्यू हो, किनभने हामीले चाहिँ गाडीले पछाडि नै उतारिदियो। अगाडि चाहिँ पुरा जाम छ भनेर अगाडि लिएर गएन, त्यही भएर ब्याकको भ्यू हो। यो चाहिँ अति नै सुन्दर छ है, तपाईँहरू पनि घुम्न आउनुहोस्, एकदमै राम्रो छ। को आउनु भएको छैन, फर्स्टपल्ट कलकत्ता आउनु भयो भने चाहिँ फर्स्ट चाहिँ यहीँ आउनुहोस् है। हेर्नुहोस् त कति चाहिँ दामी छ। राम्रोसँग निकाल्नु पाउँदिनँ किनभने पुरा भिड छ। यहाँ त्यस्तो डरलाग्दो फोटोहरू निकाल्नु पनि दिँदैन। हामी दुईजना चाहिँ दिदी र म चाहिँ आज बहुत दिन बादमा भेट भएको छ। हेर्नुहोस् है यो के हो, हेर्नुहोस् त, तपाईँहरू चिन्नुहोस् है अन्त भन्नुहोस्। हामी चाहिँ अब यो भित्र पसेर पनि घुमिसक्यौँ। घुमेर चाहिँ अब हामी निक्लेको। अब हामी गएको ल भिक्टोरिया। बाई। हेलो साथीहरू, हामी चाहिँ एक्जिटमा आइपुग्यौँ हो। अब हामी चाहिँ निक्लेको भयो। घुमेर सके तर यस्तो डरलाग्दो गरम छ नि यहाँनिर। आज चाहिँ गरमले चाहिँ डढेर पोलेर यस्तो खतरनाक बनाइदिएको छ नि। भोक लागि चाहिँ अब यहाँनिर खानु आएको, पुरा भोक लाग्यो। अन्त खाजा खानु आएको दिदी र म चाहिँ। यो चाहिँ चाइनिज रेस्टुरेन्ट, हम लोग को खाना, हम लोग को खाना है गाइस। हेर्नुहोस् त, मैले चाहिँ खोर्सानीको अचार हालेर चाहिँ नुडल्सलाई चाहिँ कस्तो बनाएँ, रातै बनायो। दिदीको छैन, सेतै छ। बहुत टेस्टी यम्मी भेज। हामी त ननभेज खाँदैनौँ।